आज चाहिँ म जाँदैछु नेपालको सरोजनी नगर मार्केट जहाँ चाहिँ 400-500 मा एकदमै ब्रान्डेड लुगा पाउँछ। 100 रुपैयाँमा हेर्नु यति राम्रो गर्लफ्रेन्डको लागि कस्तो राम्रो छ हेर्नु। हेलो 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 बाई बाई हेलो गर्दै हेलो 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 स्पेशल पिस एकदमै यो चाहिँ तपाईलाई मात्र 1100 मा पाइयो हैन नाइकीको। चलो भाइ देखो अब मैं क्या करता। सो तपाईँ चाहिँ काठमाडौँ नजिक हुनुहुन्छ भने यो ठाउँ चाहिँ तपाईँको लागि एकदमै राम्रो छ, डेस्टिनेसन पर्फेक्ट छ। तर केवल काठमाडौँदेखि 400-500 किलोमिटर तल पूर्वतिर आउनुपर्छ हैन। अनि यो ठाउँ आउँछ शिव शताब्दी नगरपालिका शिवगञ्ज भन्ने ठाउँ, नेपालको सरोजनी नगर मार्केट भन्छ यसलाई चाहिँ हैन। अनि म देखाउँछु के पाउँछ भनेर। फर्स्ट दिनको भ्लगमा मैले देखाएको थिएँ यो चोक भनेर हैन। अस्ति चाहिँ सुनसान थियो तर आज बजार लागिरहेछ। बजार लाग्दाखेरि चाहिँ अलिकति चहल पहलै हुन्छ यहाँ हैन। यहाँ चाहिँ जुत्ताहरू छाताहरू बनाउने काम हुन्छ हैन। चाहिँ लस्करे यहाँदेखि सुरु हुन्छ हाम्रो मार्केट। बजारमा छिरिसकेको छु हैन यहाँ। सो यहाँबाट हाम्रो देख्नुहुन्छ हाम्रो जाडोको लुगा आइसकेको छ। यो चाहिँ हाम्रो शिवगञ्ज मार्केट हैन। शिवगञ्जको आइतबारको दिन चाहिँ यस्तै लाग्छ तर आज अलिकति कम छ जस्तो किनकि हामी अलिक ढिलो आयौँ होला हैन। अब यहाँ हामी अङ्कलसँग एउटा सानो कुरा गर्ने हैन। अङ्कल के छ हालखबर? एकदम ठीक छ। यो चाहिँ मेरै माइक म तपाईँलाई दिन्छु ल। अनि अहिले आजको दिन कस्तो चल्दैछ कि छैन? हल्का चलिरहेको छ। अहिले यो धान कटिङ हुँदैछ त्यसको कारणले मान्छे अलिक कम्ती आउँदैछन्। बजार पनि कम्ती लागिरहेको छ। अब बेलुकासम्म कस्तो हुन्छ अब त्यो भरेसम्म थाहा हुन्छ। कहाँबाट आउनुभयो तपाईँ? हामी झिलझिलेबाट। अनि यो बिजनेस कस्तो चलिरहेछ अहिलेको सिचुएसनमा? कन्डिसन नेपालको हालत यस्तो छ? नेपालको अहिले हालत चाहिँ धेरै नाजुक अवस्था भएको छ, त्यति खास छैन। अहिले आन्दोलन जेनजीले यताउता अहिले धेरै परिस्थितिले गर्दाखेरि त्यति बजार छैन अहिले। अङ्कलसँग पनि कुरा भइसक्यो। अब हामी अगाडि बढ्छौँ। शिवगञ्जको मार्केटको कन्डिसन हामी देखाउँदै जान्छौँ होइन। सो अगाडि बढ्दै जाउँ। सो हामी अगाडि अङ्कलसँग पनि इन्टरभ्यू लिइसक्यौँ होइन। अब अगाडि हामी के भन्छ म भन्नै बिर्सेँ मान्छेको अनुहार देखेर। सो म क्यामेरा मात्रै फोकस गर्छु होइन। अब हामी लुगा पसलतिर जाने अगाडितिर होइन। यो भर्खरै स्टार्ट हुँदैछ तर यो छिटै सकिन्छ पनि। अब म पनि अब यसरी भ्लगिङ गर्दै हिँड्दैछु त्यसैले मान्छेले यस्तो आन्टीसँग पनि आन्टी पनि हाँस्दै हुन्छ। आन्टी के छ हालखबर? हालखबर राम्रो छ। बदाम बिक्री हुँदैछ। कमजोर छ। कस्तो हुँदैछ आज? आज बजार त्यति राम्रो छैन, बिक्रीबाटा छैन, अलिअलि बिक्दैछ। के भएर आज त्यस्तो भयो? आज के भन्नु, अब मुङसिर लाग्यो, धान काट्नेमा लाग्यो, मान्छे छैन बजारमा। त्यही हुनाले अहिले आन्दोलन हुँदैछ त्यसको बारेमा केही भन्न चाहनुहुन्छ? केही भन्नु छैन आफूलाई त केही थाहा छैन बाबु। कहाँ हुँदैछ के हुँदैछ यस्तो ध्यान छ अहिले चाहिँ हैन आफ्नै बिजनेसमा आफ्नै धुनमा आफ्नै चलिरहेछ बिजनेस अलिअलि ठिकै छ अहिलेको कन्डिसनमा ठिकै छ। ठिकै छ। ल आन्टीको पनि हामीले लिइसक्यौँ तर अगाडि जान्छौँ। मैले फेरि राति परिहाल्छ क्या, सबैको लिनुपर्छ आज। सो यो चाहिँ हो शिवगञ्जको मार्केटको सेन्टर ठाउँ। अनि अगाडि हाम्रो छ हनुमान मन्दिर होइन। अनि यहाँ चाहिँ एकदमै प्याक छ अहिले चाहिँ। यहाँ गाडीगुडी यहीँबाट कुद्छ, स्कुटीहरू यहीँबाट कुद्छ। अनि अहिलेको कन्डिसन हेर्दा त अलिक मान्छे छैन जस्तो छ। अगाडि बढौँ। अगाडि हामी चाहिँ अगाडि जाँदैछौँ होइन। सो गर्मी पनि छ होइन। अघि त हावा चल्दै थियो, अहिले त गर्मी भइरहेको छ। अलिक हिँडेर पनि होला, ज्याकेट पनि लगाएको छु। अनि म चाहिँ यहाँ छु अङ्कलको ठाउँमा। हेलो गरिदिनु न अङ्कल। हेलो अङ्कलको नाम के हो? प्रकाश सुवेदी। कहाँबाट? उप्रेती। हजुर बुलुचोकबाटै हो। अनि आज आइतबार शिवगञ्ज, भोलि कता? भोलि आराम। कति दिन छुट्टी? अनि तपाईँ नै गर्ने हो एक्लै? अरू छैन? अनि आज कति हुँदैछ त? छैन आजकल व्यापार हुँदैन? हाम्रो अङ्कलले भन्दै हुनुहुन्छ यहाँ आज केही पनि अङ्कलको अलिकति बिक्री भएको छैन, त्यही भएर म अङ्कलकोबाट एउटा चाहिँ केही थोक चाहिँ लग्छु होइन। अङ्कल अब मेरो लागि चाहिँ के छ एउटा देखाइदिनु त ल। मोजा भए पनि पन्जा भए पनि एउटा अलिक राम्रो खालको देखाइदिनु त ल। ठ्याक्क मोजा चाहिँ छ, पन्जा देखाइदिनु नि त राम्रो खालको, मेरो लागि हुन्छ कि हुँदैन। यो पन्जा देखाउनु भएको चाहिँ हुन्छ कि हुँदैन? हुन्छ निकै मोटो
राम्रो बडा ठिक्क हुँदो रहेछ मलाई होइन। आज अङ्कलकोबाट म पन्जा लिँदैछु होइन। सो अङ्कल दाम भनिदिनु त ठ्याक्कै डिस्काउन्ट गरेर है। दाम त यसको 190 हो, तर 160 दिनु न अब। 160 भन्नुभयो अङ्कलले। 160 मा मैले आज अङ्कलकोबाट किने। अर्को 100 को पनि पाउँछ कि पाउन त, तर त्यो मलाई दिन मन लागेन कि। 100 को पनि पाउँछ, तर मैले 100 किन मैले 160 किने आज अङ्कलकोबाट होइन। आज अङ्कलकोबाट एकदम खुसी पनि लाग्यो अङ्कलसँग कुरा गरेर। सो तपाईँहरू पनि आउनु होला, किन्नु होला। सो अङ्कलको पनि हामीले इन्टरभ्यू लिइसक्यौँ। अर्को बजारतिर जाँदैछु होइन। सो त्यो जानुभन्दा अगाडि यहाँ एकदमै राम्रो खालको मैले देखिसकेको छु होइन। झुम्का केटीहरूको लागि यहाँ झुम्का छ, क्युट क्युट। दाइ कति प्राइस अरे यो? 100 रुपियाँ अल, सबै 100 रुपियाँमा होइन। यति राम्रो राम्रो गर्लफ्रेन्डको लागि कस्तो राम्रो छ होइन। कति राम्रो राम्रो छ यहाँ सबै हेर्नु। हाम्रो मम्मीले पनि एउटा किन्नु भइसकेको छ दाइबाट, सुनको किन्नु भयो होइन। खोइ देखाइदिनु त। सो म यहाँ अर्को दोकानमा आइसकेको छु। यहाँ चाहिँ अङ्कल एक्लै हुनुहुँदो रहेछ, त्यही भएर अङ्कलको पनि इन्टरभ्यू लिन चाहन्छु होइन। अङ्कलको नाम? रामेश्वर पण्डित। हजुर, रामेश्वर पण्डित। रामेश्वर अङ्कल हुनुहुन्छ यहाँ। अनि आज कतिको चल्दैछ? तिरबाट छैन नि, छैन आज। योभन्दा अगाडिको पालि चाहिँ अगाडि पालि चल्छ, अहिले छैन। सबै धानमा लागेको छ कि, चल्छ बिग्री छैन अहिले। कति वर्ष भयो काम गरेको तपाईँले पेसा? यो भयो कति? धेरै वर्ष हो। धेरै वर्ष भयो। कसले सिकायो तपाईँलाई? कसले सिकाउँछ, घरमा सिकिहाल्छ। घरमा यो खानदानी तपाईँको नि खानदानी पेसा हो? हाम्रो त्यही पेसा हो। भनेपछि घरमै बनाउनुहुन्छ यो? पहिला बाबु बाजाले काम गरे, अब हाम्रो पालो आउँदैछ। यो घरमा कतिखेर बनाउनुहुन्छ? राति बनाउनुहुन्छ? दिउँसो बनाउँछ। दिउँसो बनाउनुहुन्छ। घाममा सुकाएर घाँक्रा कुट्नुपर्छ। हजुर। गमलाहरू त कसरी बन्छ यो? एउटा प्रोसेस भनिदिनु न, कसरी बन्छ यो? फार्मा हुन्छ क्या, गमलाको फार्मा हुन्छ। गमलाले फर्मा निकाल्छ। यो गाग्रोको चक्का घुम्ने चक्का जस्तो हुन्छ, गाडी चक्का जस्तो। त्यो चक्कामा बिट मात्रै बनाएको हुन्छ। यता यहाँदेखि यता मुरले कुटेर बनाउनु पर्छ। सबैभन्दा अप्ठ्यारो चाहिँ कुन छ यहाँ बनाउनु? अप्ठ्यारो बनाउँदा यो गाग्रो हो। गाग्रो? यो गाग्रो कति प्राइस? अरे हेरी पर्छ, अब 400 500 हेरी। जति धेरै मेहनत त्यति धेरै प्राइस होइन। अब यहाँ आएपछि डिस्काउन्ट पनि अलिअलि त भइहाल्छ होइन। भनेपछि आज अलिक छैन बिक्रीबाट। यो आन्दोलन के होइन, यो धान काट्ने कता के गर्दाखेरि भनेपछि अब भोलि कता जानुहुन्छ? दिल्ली। हप्तामा कति दिन काम? हप्तामा त्यही 2 दिन मात्रै हो। 2 दिन मात्रै? अरू दिन आफ्नो होलिडे? ठिकै छ। ल अङ्कलसँग पनि हाम्रो यहाँ वार्ता भइसक्यो होइन। केही भन्न चाहन्छु लास्ट क्यामेरामा? एउटा भनिदिनु ल, जे मन लाग्छ त्यही भनिदिनु। नेपाल सरकारलाई गाली गरेर गाली गरिदिनु, केही हुँदैन। गाली गर्नु हो के दिएको छ त भन्नु त, सरकारले के दिएको छ? पहिला मन पनि बोल्नु हुँदैन। त्यो पनि हो, सही भन्नुभयो। पहिला कमर के बिगारेको छैन, किन बोल्नु? एउटा खुत्रुको चाहिँ कति पर्छ? एउटा सानोबाट 50 रुपियाँ, ठुलोबाट 100 रुपियाँ बेच्छु। ल आज अङ्कलको केही पनि बिकेको छैन अरे, त्यही भएर म अङ्कलकोबाट 50 रुपियाँ खालको खुत्रुकै किन्छु होइन। सो आउनु मम्मी अगाडि होइन। सो अङ्कल एउटा छानिदिनु त राम्रो खालको, तपाईँले हेरेर। सो मम्मीले यहाँ बोनी पनि गर्दै हुनुहुन्छ हाम्रो खुत्रुको होइन, यहाँ 50 रुपियाँको हालेर। सो हाम्रो अङ्कलकोबाट एउटा खुत्रुके पनि किनेको। अङ्कल एक्लै बसिराख्नु भएको थियो आज होइन, त्यही भएर पनि। अनि सिक्वेन्स दोकान आउनु होला, सिक्वेन्स बजार आउनु होला होइन। ल अङ्कल बाई बाई। अर्को आइतबार आउँछु है। हाम्रो अङ्कल पनि हुनुहुन्छ, अङ्कलको पनि एउटा सानो होइन हाम्रो भाइ, हेलो गरिदिनु भाइ। अनि हाम्रो अङ्कल पनि हुन्छ, हेलो गरिदिनु ल। अनि कति वर्ष भयो गरेको तपाईँले? 40 वर्ष भइसक्यो। 40 वर्षको एक्सपिरियन्समा तपाईँ यो बिजनेसको बारेमा के भन्न चाहनुहुन्छ? कस्तो हुन्छ, के हुन्छ, मतलब कतिको अप्ठ्यारो हुन्छ यो बिजनेसमा? कसरी चलाउने, कस्तो भने जस्तो हुँदैन। कहिले प्रफिट कहिले लस पनि आयो तपाईँको? लस पनि आयो, त्यही पनि अहिलेसम्म गरिराख्नु 40 वर्ष भनेको यहाँ होइन क्या होइन। नाम साकिराना पसल प्रोप्राइटर विपिन साके दोकान नाम लिँदै आउनु। ओके, थ्याङ्क यू सो मच फर वाचिङ। अब हामी यहाँबाट अगाडि जान्छौँ। अनि सन्जेलाई मेरो हाई भनिदिनु। सो यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ एकदमै होइन क्वालिटी हेर्न सक्नुहुन्छ, एकदमै कडा खालको है। दा एकदमै खतरनाक खालको चाहिँ देखाउनु न खुकुरी, एकदम खतरनाक खालको खुकुरी। अब यहाँ हेर्ने होइन, शिवगञ्जमा एकदम आफैले बनाएको नि हो, एकदमै ह्यान्डमेड। आम्मामा हेर्नुहोस् त ल, ह्यान्डमेड एकदमै होइन, एकदमै खतरनाक स्पेसल
पिस एकदमै यो एफोर्डेबल प्राइसमा आएपछि तपाईँलाई डिस्काउन्ट त पाइहाल्नुहुन्छ होइन। यो चाहिँ आउनु चाहिँ पर्यो शिवगञ्ज भन्ने ठाउँ आउनु पर्यो तपाईँले होइन। सो एकदमै अङ्कल हेलो गरिदिनु न, हेलो गरिदिनु न यसो हाम्रो दाइले पनि हेलो गरिदिनु त। सो हाम्रो प्राइस चाहिँ कति छ यो यसको 1600 1800 अनि डिस्काउन्ट पनि हुन्छ, आउनु चाहिँ पर्यो सुरुमा होइन। सो मैले यहाँ देखाइसकेको छु, एकदमै परैबाट देखाइदिन्छु। सो हामी फलामको दोकानबाट पनि अगाडि बढिसकेको छौँ होइन। सो अहिले त्यति साह्रो भिड त छैन यहाँ होइन, अहिले अलिकति घटेकै छ, मान्छे कस्टमर धेरै घटेकै छ होइन। यहाँ चाहिँ म आइसकेको छु बजारको एन्डमा र यो चाहिँ भनेको होलसेल मार्केट जस्तै हो। यहाँ चाहिँ होइन स्पिकर बजार होलसेल मार्केट भनिराख्नु भएको छ। अनि यहाँ हेर्नु देख्न सक्नुहुन्छ यतातिर चप्पल छ, चप्पल जुत्ता, अनि यतातिर लुगाहरू पनि छ होइन। स्पिकर बजेर मेरो आवाजै सुनिएको थिएन होइन, अनि त्यसरी म अलिकति पछाडि आएको छु। अनि यतापट्टि यो चाहिँ भनेको हाम्रो बजारको इन्ड लाइन हो होइन। यहाँ पछाडि चाहिँ छैन, यहाँ पछाडि चाहिँ अब अलिकति साडीको दोकान छ, अनि साडीको दोकान सब पछाडि सक्यो हाम्रो यहीँ हो। अनि हाम्रो अङ्कलले देखाउँदै हुन्छ तन्ना, त्यो चाहिँ हो हाम्रो साडीको दोकान होइन, लस्करै छ यता। त्यो चाहिँ लास्ट लाइन हो हाम्रो शिवगञ्जको। हाम्रो दाइ पनि अहिले हेलो गरिदिनु न, हेलो। सो यहाँ हाम्रो दाइसँग भेटघाट भइसक्यो, हाम्रो अधिकारी नै हुँदो रहेछ दाइ पनि, किरण अधिकारी। मलाई फलो ब्याक गर्नुहुन्छ भन्दै हुन्छ, फलो गर्छु दाइलाई, दाइले पनि फलो ब्याक गर्नु पऱ्यो है। अनि एलबी क्षेत्रमा कमेन्ट आउनु पऱ्यो नि फेरि, युट्युबमा आउँछ कमेन्ट आउनु पऱ्यो नि है, हेर्छु नि म। यहाँ पनि हाम्रो भइसक्यो, एउटा सब्सक्राइबर बढिसक्यो यहाँबाट होइन। अब हामी अगाडि जाउँ, यही हो लास्ट लाइन हाम्रो। सो यहाँ हाम्रो दाइसँग हामी अब हल्का इन्टरभ्यू लिने होइन। सो दाइ हाम्रो यहाँ कतिको छ भनिदिनु त यहाँ प्राइजहरू। यो चाहिँ तपाईँको अन्त किन्दाखेरि 2200 1800 कम्तीमा पर्ने ज्याकेटहरू हाम्रोमा चाहिँ 1200 को सेल लगाइदिएको छौँ। 1200 को एकदमै देखाउनु त, 1200 को हेर्नुहोस् त कस्तो राम्रो छ होइन। 1200 मा हल्का डिस्काउन्ट पनि हुन्छ, चिन्ता नगर्नु, आउनुभयो भने होइन। यहाँ आउनु भन्दा डिस्काउन्ट भइहाल्छ नि। अनि फर भएको यो 1000 रुपैयाँ ट्राउजर पनि यहाँ हेर्नुहोस् 600 रुपैयाँ गोटा मात्रै, 600 रुपैयाँ मात्रै। सो म आइसकेको छु यहाँ दाइको इन्टरभ्यू लिन। दाइको नाम दिपक घिम्रे। दिपक घिमिरे, कहाँबाट? हामी पाडाजुङे। पाडाजुङीबाट। आज आइतबार शिवगञ्जमा, भोलि मधुमल्ला। मधुमल्ला भनेपछि सबैको एउटै ठाउँ हो यताको। एउटै हो। अनि अहिलेको चाहिँ कन्डिसन कस्तो छ, चलिरहेछ ठिकै छ? ठिकै छ, त्यस्तो खासै त्यो छैन। पहिलाको भन्दा अलिक घटेको छ? घटेको छ अहिले। अनि हल्का अब कति वर्ष भयो बिजनेसमा? बिजनेसमा त्यही 10 वर्ष जति भयो। 10 वर्ष जति भयो। अनि सुरुमा कहाँ गर्नुहुन्थ्यो तपाईँ? सुरुमा त यस्तै घरतिर काम गरिन्थ्यो, अहिले चाहिँ त्यही चप्पल दोकान गरिन्छ। हजुर। अनि तपाईँले पहिल्यैदेखि जुत्ताको बिजनेस गर्नुभएको कि अरू पनि? पहिलेदेखि नै जुत्तामै लागेको। सो हाम्रो अब यहाँ दाइले अगाडि जुत्ताहरू पनि देखाउनुहुन्छ होइन, राम्रो राम्रो जुत्ताहरू देखाउनुहुन्छ यहाँ। अनि हल्का प्राइस पनि भन्नुहुन्छ मिलाएर। यो चाहिँ तपाईँलाई मात्र 1100 मा पाइयो होइन, नाइकीको एयरफोर्सको छ तपाईँलाई 1400 मा। लेडिजको छ स्टुटबाट, यो चाहिँ 1500 हो होइन। अर्को यो जोर्डनको छ, यो चाहिँ 1500 मा दिइरहेको छ। त्यस्तै छ हामीसँग। अरू लेडिज सुजहरू छ त। सो यो चाहिँ हाम्रो जुत्ता चप्पल पसल है। हाम्रो आन्टीले 250 मा हामी यहाँ दिँदै हुनुहुन्छ हाम्रो मम्मीलाई। आउनु भयो जे भए पनि दोकान हेराइदिनु भयो, दोकान देख्नुभयो। हजुर। यति बोल्नु मौका दिनुभयो। हजुर। खुसी लाग्यो। शिवगञ्जमा यहाँ ठ्याक्कै बिचमा आउनु होला होइन। सो हामी चाहिँ शिवगञ्ज बजारको इन्डमा आइसक्यौँ होइन। यहाँ चाहिँ अब भाडा कुराहरूको पनि छ। यहाँ पनि दाइ एक्लै बसिरहनु भएको छ। अब बोलौँ भन्दाखेरि सो हामी अगाडि जाँदैछौँ। अब यहाँदेखि हामी हाम्रो डेस्टिनेसन अर्को ठाउँ छ, हाम्रो सब्जी पसल यहाँदेखि। अब मेरो माइकको पनि चार्जै सक्यो होइन, अब चार्ज पनि हुँदैन पावर ब्याङ्कमा, फेरि यो अर्कै खालको माइक छ क्या। अनि अघि आन्टीको इन्टरभ्यू लिँदाखेरि माइकको ब्याट्री नै सकेको थियो। मेरो हिसाबले यो भिडियो लङ भइसक्यो होला होइन, माइक पनि मेरो चार्ज सक्यो। अहिले हामी जाँदैछौँ शिवगञ्जको अर्को बजार जुन चाहिँ सब्जी बजार भनेर चिनिन्छ होइन। सो हामी छिरिसकेको छौँ शिवगञ्जको सब्जी पसल होइन। अहिले चाहिँ आज त धेरै मान्छे छैन जस्तो छ। सो यो चाहिँ हो हाम्रो शिवगञ्ज सब्जी पसलको एकदम ठुलो होइन। यता चाहिँ अलिक सब्जी पसल लाग्छ, आज चाहिँ अलिक थोरै मान्छे छन् जस्तो छ। अब मेरो माइक नभएर आवाज पनि सुनिँदैन होला होइन, यस्तै छ। त्यो हेर्न सक्नुहुन्छ मान्छेहरू कतिजना हुनुहुन्छ, तर आज चाहिँ अलिक थोरै नै छ किनकि साँझ परिसकेको छ। त्यही भएर अब हाम्रो मम्मीले क्यामेरा पक्रिनु जान्नुहुन्न, त्यही भएर म आफै गरिरहेको छु होइन।
हेलो हेलो भन्नु अब सो हामी जाँदैछौँ होइन अब यस्तै छ बजार सट्टा पारेर यस्तो गरेर जानु पर्यो उल्टोबाट हामी सो मैले त्यहाँ धेरै देखाइनँ डिटेलमा गइनँ किनकि मेरो माइक बिग्रिरहेको छ त्यही भएर सो हामी चाहिँ अब घर फर्किँदैछौँ सब्जीहरू किनेर होइन तपाईँलाई मैले देखाइसकेँ हाम्रो शिवगञ्जको मार्केट कस्तो छ भनेर तपाईँ आउन सक्नुहुन्छ एकदम डिस्काउन्टेड प्राइसमा पनि छ होइन सामानहरू यहाँ पनि छ हाम्रो चप्पल दोकानहरू अगाडि पनि छ त यो हाम्रो मार्केट शिवगञ्जको आइतबारको दिन भनेको यतिकै लाग्ने हो एभरेजमा यति नै लाग्छ होइन दसैँ तिहारको बेला मात्रै हो एक्सेप्सन भनेको नभए त यतिकै एभरेजमा सो फाइनली म चाहिँ घर आइपुगिसकेँ होइन जति सक्दो हुन्छ मैले देखाएँ होइन र यहाँसम्म जसले हेरिदिनु भयो मनैबाट धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ टेक केयर एन्ड बाइ